हेलो नमस्ते सबैजनालाई वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि कोही तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। आज चाहिँ म नेपालबाट इन्डिया जाँदैछु फर स्टडी पर्पज। अबको 10 मिनेट पछि चाहिँ मेरो गाडी जान्छ, त्यसपछि म गाडीमा जाँदैछु। साथीहरु बाइ बाइ, स्टे कनेक्टेड विथ मी। आज सटरडे हो नि त, सो बजारहरु सबै बन्द रहेछ। अब एकैछिनमा चाहिँ हाम्रो गाडी चाहिँ जान्छ। त्यसपछि म चाहिँ झापा हुँदै काकरबिटा हुँदै त्यहाँबाट म जाँदैछु इन्डिया फर स्टडी पर्पज गाइज। साथीहरु अब सँगै बेंगलोर जाने है त। बिहानको 9:44 मा चाहिँ म इलाम बजारबाट हिँडिसकेको थिएँ। अनि तपाईहरु कतिजनालाई चाहिँ थाहा छ होला कि आइएम डुइङ जिएनएम नर्सिङ इन इन्डियाको बेंगलोरमा। अनि गाडीमा हिँड्दाखेरि चाहिँ मलाई जहिले पनि भमिटिङ हुन्छ नि त, सो त्यही भएर मैले ल्वाङ बोकेर हिँडेको थिएँ। यो चोटि चाहिँ म 2 महिना आदिको लङ भ्याकेसनमा आएको थिएँ। अनि आफ्टर लङ भ्याकेसन कति नेपाल छोड्न मन नलाग्दै पनि जानै पर्यो, पढाइ त कन्टिन्यू गर्नै पर्यो साथीहरु। त्यही भएर म चाहिँ बिहान 9:44 मा बेलैमा एयरपोर्ट पुग्ने गरी हिँडेँ। मेरो फ्लाइट भनेको बेलुकाको 4:20 को थियो। सो इलामबाट बिहान ढिलोै उठेर हिँड्दाखेरि पनि पुग्ने हालको थियो। अनि अब इलामको यति राम्रो हावा पनि, यति राम्रो इन्भाइरोमेन्ट, नेचुरल, यस्तो राम्रो छोडेर जान त कसलाई मन पर्छ होला र साथीहरु। मलाई त झन् पिट्टिकै जान मन परेको थिएन, तर के गर्नु, अब कोर्स स्टार्ट भइसकिसक्यो, सो जानै पर्यो। अनि यो अगाडिको इलाम भ्रमण गर्नुभएकोमा धन्यवाद लेखेको गेटदेखि उताको ठाउँ चाहिँ इलाम जेरो भन्छ। यो इलाम जेरो सकिसकेपछि चाहिँ हाम्रो इलाम बजार सकिन्छ। अनि आज चाहिँ हामी इलाम बजारदेखि झापा हुँदै काकरबिटा हुँदै बागडोग्रा चाहिँ टाइममा पुग्नु पर्नेछ गाइस। साथीहरु यो चाहिँ माई खोलाको पुल हो। यहाँ चाहिँ माता पनि निस्केको छ रिसेन्टली। इलामको यो के भन्छ लेटेस्ट अपडेट हो। यहाँ चाहिँ माता पनि निस्केर चाहिँ पुरा भाइरल भइरहेको छ। यहाँदेखि मुनि जानुपर्छ, यहाँदेखि ओह्रालो चढ्नुपर्छ मातालाई भेट्नको लागि। दर्शन गर्नलाई धेरै मान्छेहरू पनि आइराख्नु भएको रहेछ। माता भएको ठाउँ चाहिँ परको यो मान्छेहरू जम्मा भइरहेको ठाउँहरूमा चाहिँ यहाँ चाहिँ रिसेन्टली इलाममा माता निस्केको छ। यहाँनिर खोलाको माथिल्लोपट्टि साइडमा हो। यो सामान लगाएर हाल्नु त, म भिडियो गर्छु। गाइस हामी चाहिँ अहिले झापामा छौँ। झापामा झरीमा एयरपोर्टको बाहिरसम्म त यसरी बुढुले ल्याइदियो। अब चाहिँ म यहाँदेखि उता एक्लै जाँदैछु। कसरी जाँदैछ? मलाई यसो उयो गर्दै गर्नु होला, यसो हेर्दै गर्नु होला। म हरायो भने फेरि समस्या हुन्छ। समस्या त हुँदैन होला। समस्या हुन्छ नि, अब म हरायो भने अनि कस्तो हुन्छ? इन्डिया जाँदै हरायो भने त के गर्नु? Dear guests, welcome on board Air India Express Flight X2963 from Baghdogra to Bangalore is a part of our class of passengers of Air India. We extend every warm welcome to our certified flyers, members of the new bus program, and guests who coach upon Air India. The commander's flight is Captain Nitin Prashant, assisted by Post Officer Nayan, and I'm the senior cabin crew Suma Sharma. To be the cabin, are my colleagues Abigail, Kushi, and Kea. The crew members of flight today.
इट्स 4:12 PM अनि टिकटमा भएको टाइम भन्दा चाहिँ हाम्रो फ्लाइट चाहिँ अलिक छिटो भयो अनि तर म चाहिँ लास्ट सिटमा थिएँ क्या साथीहरू सबैभन्दा लास्ट तर कम्फर्टेबल थिएँ एकदमै कम्फर्टेबल थिएँ डोरकै छेउमा परेको थिएँ तर पनि राम्रै थियो नाउ इट्स टाइम टु फ्लाइट गाइज Your life jacket is under your seat. In the unlikely event of a water evacuation, slip the life jacket over your head and secure its straps around your waist. At the exit, pull the red toggles to inflate your life vest. Should it fail to inflate, blow into the tubes on either side. For children, pull only one toggle. साथीहरू म चाहिँ बेङ्गलोरको एयरपोर्टमा ल्यान्ड भइसकेँ हैन अब चाहिँ क्याबले ऊ चाहिँ मेरो नेपाली बहिनी हो फर्स्ट इयरमा पढ्दै रहेछ बेङ्गलोरमै सो अब मलाई क्याबले पर्खिरहेको छ खोजेर जान्छौँ गाइज त्यो गाडी कहाँ छ अब त्यो गाडी खोज्नु पर्ने छ अन्त होस्टेल जानुपर्ने छ हाई भन्दै न यहाँनिर हालिदिनु पर्यो स्टार्ट गरिहालेँ इन त गर्नै परिहाल्यो नि त साथीहरू म चाहिँ मेरो लगेज हेर्दैछु यहाँनिर कति ढिलो आउँदो रहेछ अनि यहाँ मान्छेहरू लगेज लिएको लागि यसरी बसिरहेको छ म पनि मेरो लगेज हेरिरहेको छु बाहिर मलाई क्याब पर्खिरहेको छ अरे म चाहिँ गाडी पर्खिँदै बसिरहेको छु है अन्नालाई मेरो लोकेसन दिएर पिकअप नम्बर 4 मा छु सो अन्ना पिकअप नम्बर 4 मै आउँछु भन्नुभएको छ आउँदै हुनुहुन्छ होला पर्खिरहेको छु साथीहरू म चाहिँ यति धेरै गाडीहरू छ चिन्नै गाह्रो हुन्छ सो आफ्नो लोकेसन दिएर चाहिँ म पर्खिरहेको छु अन्नालाई मैले गाडी भेटाएर पनि गइसकिसकेँ गाइज होस्टल म चाहिँ एक्लै छु धन्न गाडी पाएर मलाई ढुक्क भयो अब त म सुरु अब लगभग 1.5 घन्टामा त म मेरो होस्टल पुग्छ साथीहरू त्यसपछि आज चाहिँ म खानै नखाइकन सुत्छु एकदम गलिरहेको छु मलाई साह्रै धेरै गाडीले वाक लाग्छ नि त सो म खानै नखाइकन सुत्छु साथीहरू आज चाहिँ गएपछि अन्ना आप इधर के हो मलयाली हो क्या तमिल वाला क्यों क्योंकि आपको हिंदी अच्छा से आता है ना हिंदी आता मलयाली लोगों को तो हिंदी नहीं आता है ना अन्ना हिंदी कन्नड़ा इंग्लिश दिस इज द नाइट भ्यू अफ बेङ्गलोर क्याब भेटिसकेपछि म एकदम सेफली ढुक्कसँग होस्टल पुगेँ साथीहरू थ्याङ्क्स फर वाचिङ तपाईहरु मेरो च्यानलमा कोही नयाँ हुनुहुन्थ्यो भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला लाइक कमेन्ट अनि शेयर पनि गरिदिनु अनि पुरानो साथीहरुले मेरो ब्लगहरु यसरी नै हेरिदिनु होला थ्यांक यू अल अफ यू टेक केयर बाइ बाइ